रामकृष्ण के छ खबर यार पछि दर्शन दिएर कता हो अन्त बिरामी थिएस भन्दै थिएस के अरे तेरो पेट कन्सन्ट्रेसन भयो कब्जियत भएन पनि भन्दै थिए अहिले ठिक छ त है अहिलेलाई त ठिकै छ यार ठिकठाकै चलिरहेको छ अहिले आफ्नो के छ खबर कता हो के गरेर आजभोलि म निस्केको अनि त चाहिँ कता हो म त यतै त महिलाहरूले के गर्दैछन् नि फेरि आज पनि त्यही सुनेर आएको के छ एकचोटि हेरौँ भनेर दाम आयो जानेर हिँड तिनीहरू के गरिरहेको छ हेरेर ए जाउँ के महिलाहरू भन्ने दिदीबहिनीहरू भनौँ न जाउँ ल के गर्दो रहेछ नि दिदीबहिनीहरूले ल के कुरा गर्छ अरे ल हिँड ल जाउँ ल महिलाहरू पाइलट छन् महिलाहरू पाइलट छन् मेल हो कि फिमेल हो चिन्दैन प्लेनले त सधैँ उसलाई कति पावर दिएको छ कति इनपुट दिएको छ कति उसले आउटपुट दिन्छ त्यो मात्र हेर्छ नि त कसले चलायो यो त्यो त हेर्दैन नर्मल जसले पनि चलाउँछ होइन टिभीले त थाहा नै हुँदैन रिमोट कसले कन्ट्रोल गरेको हो त्यस्तै हो एयरक्राफ्ट मसिनरी हो पुरुषले गर्न सक्ने सबै गर्छन् पाइलट पनि छन् आर्मी पनि छन् अब आर्मी भएर महिलाहरू सर्भिस गरेको अब आर्मी आउँदैन त आर्मी महिलाहरू खेल खेल्न पनि सक्छन् र जित्न पनि सक्छन् महिलाहरू राष्ट्रपति पनि बन्न सक्छन् उपराष्ट्रपति बन्न सक्छन् महिलाहरू सबै जे पनि गर्न सक्छन् पुरुषले गर्नुपर्ने काम सबै गर्न सक्छन् व्यवसायी बन्न सक्छन् महिलाहरूले घर नचलाइदिने हो भने के हुन्छ महिलाहरूले घर चलाउन सक्छन् घर भान्न सक्छन् That is astonishing. Never have I ever seen
महिलाहरूले एउटा पुरुषले गर्न नसक्ने काम पनि गर्न सक्छन्। महिलाहरूले बच्चा जन्माउन सक्छन्। महिलाहरू आर्मी बन्न सक्छन्, पाइलट बन्न सक्छन्। महिलाहरू नोबेल प्राइज जित्न सक्छन्। र पुरुषहरूले गर्न नसक्ने काम, बच्चा जन्माउने काम, जीवन जन्माउने काम, त्यो महिलाहरूले त्यो पनि सक्छन्। त्यसकारणले महिलाको साहसको कथा हो यो। नाचेर गिनिज बुकमा रेकर्ड देखाउन सक्छन्।